सुरु गरौँ। यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले। बासै उठाउने कस्तो यो खेल भयो जीवनमा, धेरै 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 नै झेल भयो। छल गर्यो मायाले, सबैको देख्छु हाँसेर खुसी शिखरको बाटोमा, आफ्नो त बरै भाग्य नै फाट्यो मायाकै फाटोमा। 2-4 दिनको त्यो मृग तृष्णा के देख्नु पर्यो नि, झिरैमा उनेको माछी झै हाल भयो, जिन्दगीदेखि अब खुसी नै पार भयो। छल गर्यो। अन्जु पन्तको एउटा गीत स्मरण गराउन चाहन्छु। ये सब क्या देखना पड़ रहा है? तिमीले पराई ठानेपछि पराई हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र। कसले देला तिमीलाई माया मैले जति, मैले दिए जति, झिक तुलो जोखौं आज कसको माया कति। कति जल्छौ आगी सले अझै जल्दै गर, म त हिँड्छु आफ्नै बाटो खुट्टा तान्दै गर। कविता सुनिन्छ, गीत सुनिन्छ, कुनै दिन त्यो अगाडि नाच पनि हेर्न सकिएला। आइए देखते हैं बैठन मजा आएगा। हिजो पोखरामा पर्यटन वर्ष 2025लाई उद्घाटन गर्ने क्रममा भएको दुर्घटनामा परि घाइते हुनुभएका उप प्रधानमन्त्री तथा काठमाडौँ महानगरपालिकाका मेयरप्रति हार्दिक शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको हार्दिक शुभकामना व्यक्त गर्दछु। 23 जना हो, 23 जना ठुलो जन्म त किन होइन? 47 निर्वाचन गरेको सुन्नु न, 123 मा 23 ठुलो हो? कुन हिसाबले? कति क्लास पढ्नु भएको तपाईँले? माधव नेपाल तपाईँले पढाइको कुरा नगर्नु भएको छ। तपाईँ पढाइको कुरा नगर्नु। म त सोध्दिनँ म तपाईँ सुमनको तपाईँले आज माधव नेपाललाई होच्याउने किन होच्याउने? माधव नेपालले पहिले जे भयो त्यही बोल्ने। तपाईँ माधव नेपालको को? तपाईँ वकालत गर्नु? तपाईँ ठुलो सम्मानित नेतालाई तपाईँले भन्ने त्यसो? सम्मानित नेताको सम्मानित व्यवहार हुनुपर्छ। कुरो गर्नुहुन्छ पढाइको कुरा गर्नु, तपाईँ आफ्नो पार्टीको अध्यक्ष पढाइको कुरा नगर्नु। मलाई चाहिने कुरा मैले छ नि, तपाईँलाई चेतावनी दिन्छु। पढाइको कुरा नगर्नु, तपाईँ ठुलो कुरा हावादारी कुरा नगर्नु। एकदम सोध्छु म तपाईँलाई। तपाईँले जब मलाई सोध्नुहुन्छ भने तपाईँ हिसाब जान्नुहुन्न? हिसाब म जान्छु। अनि 123 मा 171 छन्, 23 71 छन्, के हुन्छ? कुन संविधान? देशलाई तपाईँ कमजोर ठान्ने? अनि 23 बाट ठुलो भयो, 100 जना कम भयो। प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा हामी चाहन्थ्यौँ उहाँ प्लेन चढेर भर्खर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर। दुर्भाग्यवश भैँसी चढेर आउनु परेको कुराहरू आए। मुर्रा हो मुर्रा। मजाक गर्न खोजेको हो? होइन। मजाक चलेको छ? होइन। मालुम है तेरा बाप को मत दिखा चल। मुर्रा मुर्रा। तर नेपाली कांग्रेसले आज जनताको बीचमा आफूलाई लिएर जान सकेन। त्यो कुरा पनि तपाईले स्वीकार्नुस् क्या। जसरी कांग्रेस जानु पर्छ त्यही हो त। मलाई नै एकजना मिडिया कर्मीले बुम तेर्साएर तपाईँ हनुमान हो भनेर प्रश्न गर्नुभयो। तपाईलाई केपीओली को हनुमान भनेर चिनिन्थ्यो, यो मन्त्रीमण्डलमा तपाईको नाम आउँछ कि आउँदैन? रिपोर्टिङमा आएको मिडियाको साथीहरूले संविधान, कानुन, पत्रकार आचार संहिता, सामाजिक शिष्टाचार यी कुरालाई ध्यान नदिई यस्ता गैर जिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन? कर्णाली कोरिडोर अन्तर्गत खुलालु सलिसला खण्ड र हिल्सा सिमीकोट खण्ड निर्माणका लागि रु 97 करोड विनियोजन गरेको छु। बाढी पहिरोबाट क्षतिग्रस्त कर्णाली राजवनले पुनर्स्थापन गरिनेछ। के बोले भाइ? के बोले के जथाभावी बोले? तपाईहरु विभिन्न गेमहरु खेलेर टन्न पैसा कमाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने कमेन्ट सेक्सनमा लिंक पिन गरिएको छ, त्यसको थ्रुबाट जानु होला। र साथै पर्वत 100 प्रोमो कोड युज गर्नुभयो भने धेरै भन्दा धेरै डिपोजिट बोनस पनि पाउन सक्नुहुनेछ। क्यामेराम्यान साथीलाई
संसद एकचोटि देखाइदिनुहोस् भन्छु क्या कति सिटहरू खाली छ क्या हैन म त साँच्चै अब यो चुटकिला भने के भन्ने यहाँ मर्यादा पालक साथी सँगसँगै 5-6 जना हाम्रो खलासी साथीहरू पनि राख्नुपर्छ जस्तो लाग्छ हामीले माइक्रो बस चढ्ने खलासी साथीहरू हुन्छ नि कोची त्यो सिटहरू भरिदिन्छ नि उहाँहरूले यो संसदको सिट पनि 5 जना खलासी साथी मर्यादा पालक साथीसँग राखिदिने एउटै सिटमा 2 जना बस्ने गरेर सांसदहरूको उपस्थिति हुन्छ जस्तो लाग्छ मलाई सभामुखज्यू शिक्षाको अवस्था केही दिन अगाडि आएको सीसीको मधुरो लडाइदिनु पर्ने साला सीको मध्ये यो संविधानमा यसको 15 गते बजेट पेश गर्नै पर्ने अनिवार्य गर्यो त्यो दिन भुइँचालो आयो भने के गर्ने साउनदेखि फटाफट काम गरे हुने नि मन्त्रीलाई त्यो काम साउनदेखि गर्न केले छेक्यो कुन प्रेत आयो त्यहाँ कुन भूत आयो त्यहाँ 89 मा त कति भयो 79% मेरो यस्तै छ पारा मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे सभामुख महोदय हामीले लामो लडाईपछि व्यवस्था बदलियौं तर हाम्रो मानसिकता हामीले बदल्न सकेनौं राम के बोलेर मरेको यो सम्मानीय सभामुख महोदय स्वास्थ्य क्षेत्रको अवस्थाले समाजवादी अर्थतन्त्र निर्माण गर्ने हाम्रो संविधानको ठिक विपरीत छ अहिले गंगालाल लगायतका देशभरका सबै मुटुको अस्पतालहरू बन्द अवस्था छ र मुटुको सलन ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा संसारमा त निश्चित ठाउँमा मात्र रक्सी खान पाइने निश्चित पसलले मात्र रक्सी बेच्ने निश्चित व्यक्तिले मात्र रक्सी किन्न पाइने बिहा गर्नलाई 20 वर्ष हुनुपर्ने रक्सी खानलाई 6 वर्ष भए नि हुने तपाईको गठबन्धनलाई जनताले किन मतदान गर्ने को तपाईहरु 50 सिट भन्नुस् न मलाई को तपाईहरुले भन्ने बित्तिकै जनताले मतदान गर्ने अनि जनताले यस्तो कुरा गर्ने यार तपाईहरु तपाई यस्तो जनताले त मतदान गर्छ भन्ने बित्तिकै गर्नुपर्ने जनताले मतदान तपाईहरुलाई के भन्ने बित्तिकै बोल्न पाउने अधिकार मलाई छ बोल्न पाउनु बोल्दै गर्छु नक्सा सूचीकृत साथीहरु बंगलादेशको घटनाबारे जो घटना चाहिँ नि मुक्त बहाल हुनुपर्छ त्यही हो सुन मेरो कुरा सुन्नुहोस् तपाईँ कुरा सुन्नु तपाईँ मेरो कुरा सुन्नु आउनु आएन अनि तपाईँ बिच प्यास बोलिहाल्नु किन पुरा सुन्नुहोस् होइन आफ्नो कुरा गर्नु भने म सुन्नुहोस् मलाई प्रधानमन्त्री बनाइदिनुस् म कस्तो निर्णय गरिदिन्छु भने 60 वर्ष नागेको सबै मानिसलाई घरमा बसी महिनाको 30,000 रुपैयाँ सबैलाई 18 वर्ष पुगेको सबै मान्छेलाई एउटा मोबाइल फ्री त्यसमा दिन आइफोन चलाउने कि स्यामसङ चलाउने खोजी गर्ने के बोले भाइ के बोले मोटरसाइकल चढ्ने मान्छेलाई वर्षको 100 लिटर तेल फ्री बिल्कुल चुप Therefore 60 minister is the 600 number of the 60 number of the cabinet is according त्यही हो त please